कुनै पनि व्यक्तिले वृद्ध अशक्त भएका व्यक्ति अथवा नवजात शिशुलाई परित्याग गर्ने, बाटोमा छोडिदिने यस्तो खालको कार्य गर्यो भने चाहिँ उक्त व्यक्तिलाई कतिसम्म सजाय हुन सक्छ त? मुलुकी अपराध संहिता 2074 को दफा 184 अनुसार चाहिँ कुनै नवजात शिशु, बालबालिका, अशक्त, रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्हार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जीव ज्यानमा खतरा पुग्ने गरी फाल्न, परित्याग गर्न वा बेवारिसे गरी छोड्न हुँदैन भन्ने व्यवस्था गरेको छ। बेवारिसे गरेर छोड्यो भने मात्रै पनि 3 वर्ष कैद र 30,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था उल्लेख गरेको छ। त्यसैगरी बेवारिसे गर्ने क्रममा बालबालिका, अशक्त, वृद्ध व्यक्तिको मृत्यु भयो भने 7 वर्षसम्म कैद र 70,000 रुपियाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। यदि नवजात शिशुको बेवारिसे गरेर चाहिँ मृत्यु भयो भने उक्त व्यक्तिलाई जन्मकैदसम्म हुने व्यवस्था उल्लेख गरेको छ।